तपाईहरुको शनिबार चाहिँ कसरी बित्छ है? मेरो चाहिँ शनिबार हैन, बिहानै उठे टक्क, अनि अब बिहानै भन्नाले 10 बजेतिर बिहान उठे हैन, अनि खानासाना बनाए, खानासाना खाइयो, अनि नुहाइधुवाइ गरियो, अनि यसो नुहाइधुवाइ गरेर घामसाम ताप्नु पर्यो भनेर आएको। आज चाहिँ लास्टै जाडो रहेछ कि, घाम चाहिँ लागिरहेको छ तर लास्टै हावा चलेको छ, अनि झन् चिसो खाँदै अब घाममा बस्नु पर्यो भनेको रेडबुल बोकेर आएको। एउटा रेडबुल चाहिँ इनर्जी दिन्छ है, रेडबुल चाहिँ खानुपर्छ। बोकेर आएको, अब घामै त लागेको छ तर जाडो छ क्या, लास्टै टी सर्ट मात्रै लाएर आएको, जाडोले मार्ला जस्तो छ। जे भयो नि अब ल्याएको कुरो त सकाउनु पर्यो होइन। अब हामीलाई चाहिँ जो जस्तो जे भए पनि होइन, गाउँघरमा हुर्केर आएको मान्छे भिडभाड भन्दा यस्तो सुनसान ठाउँ नै मनपर्छ क्या। यस्तो अब टक्क यहाँ खोला बगिरहेको छ होइन, जग्गा यता खोला छ, यस्तो सुनसान चराचुरुङ्गी कराएको यस्तो ठाउँ नै मनपर्छ क्या। मलाई चाहिँ एकदम बेटर लाग्छ क्या यस्तो ठाउँ है। गाउँघरमा हुर्केर आएको मान्छे भएर नि होला होइन, त्यो भिडभाड भन्दा यस्तो ठाउँमा पिस ठाउँमा बसेर होइन चट्ट खानुको मजै बेग्लै छ क्या है। चियर्स सबैलाई।